field trip आज सँगै जाँदैछ यहाँ हाम्रो यहाँ दिपेन्द्र सर हाम्रो अडिटर्स टिम internal auditors इन्टर्नल अडिटर हामी यसले गर्दैछौँ अब चाहिँ सघाउनु भयो यहाँ लास्टमा ब्याग छोड्नु भएर हामीले सिकाउनु पऱ्यो हिँड्यौँ हामी अहिले चाहिँ 8:30 बिहानको भयो र हामी चाहिँ यहाँ देउराली यहाँ पेट्रोल पम्पमा आइसक्यो यहाँ साथीहरू एकजना वासरुमहरू जानुभएको छ हो त्यहाँदेखि यो चाहिँ देउराली तपाईँको छङ्गु जाँदै गरेको अलिकति 7:30 बजी टाइमिङ थियो तर अलिक टाइमिङ ढिलो भएर र पनि 8:30 मा चाहिँ हामी यहाँ यसरी हाम्रो गाडी चाहिँ यो इनोभा 01Z0759 र यहाँ चाहिँ हामी सबै अब हुनेवाला इन्टर्नल अडिटर हो भन्नुपर्दा चाहिँ अन्डरगोइङ इन्टर्नल अडिटरहरू चाहिँ आइपुग्नु सक्यो र यस्तो छ पेन्टोक देउराली आज सन्डे भएकोले हल्का हल्का रोड अब त्यस्तो जाम छैन ठिकै अहिले हामी यहाँ चेनमारी फाटकमा आइसक्यो यो चेनमारी फाटकमा चाहिँ अहिले हामी पासहरू प्रिन्ट आउट गर्ने त्यो अहिले अब यहाँ चेकको साइड आइपुग्नु आँटेको छ र चाहिँ त्यो काम गर्दैछौँ हेलो अहिले चाहिँ हामी यहाँ कञ्चनजङ्घा भ्यू पोइन्टमा आइपुगेको छु यो छङ्गु रोडको र यहाँ ड्राइभरले हाम्रो यहाँ टाढोबाट आउनुभएको टुरिस्ट र उयो छ फ्याकल्टी मेम्बरहरू पनि छ अब यहाँ जो यहाँ फोटो खिच्नुहुँदैछ सर र म्याडम उहाँहरूलाई यहाँ यो साइट सिनको लागि यहाँ कञ्चनजङ्घा यो पोइन्टमा यहाँ देखाउनु रहेछ त्यस्तो केही छैन यहाँबाट हिमालको यो कञ्चनजङ्घा अलिअलि देख्ने मात्रै हो यो तपाईँको यहाँबाट हेर्नुहोस् यहाँबाट देख्नु हुँदैछ कि देख्नु भएको छैन यो बादल छ बादलको यस्तो मुनिपट्टि चाहिँ यो अलिअलि देख्नु भएको यो मात्रै हो भ्यू चाहिँ यहाँ कञ्चनजङ्घा भ्यू यो हिमाल देख्दै गर्नुभएको यो हाम्रो सिक्किमको ज्यादा जस्तो सबै ठाउँबाट यतिको हिमाल त देख्ने नै गर्छ तर पनि अब टुरिस्टहरूको लागि चाहिँ यति देख्दा चाहिँ खुसी हुनुहुन्छ उहाँहरू अब भ्यू पोइन्ट छ अनि यहाँ अब यसो प्रिपेरेसनको लागि मफलर टोपीहरू यस्तोहरू किन्दा पनि हुन्छ चिया कफीहरू पनि गाडी चाहिँ यो हो र हाम्रो यो गाडीमा चाहिँ यहाँ म्याडम सर हुनुहुन्छ हैदराबादबाट हाम्रो फ्याकल्टी ड्राइभर त्यहाँदेखि हाम्रो यहाँ नागाल्यान्डको सर पनि हुनुहुन्छ यहाँ नागाल्यान्डको सर भयो यहाँ फोटो खिचिरहनु भएछ उहाँ चाहिँ नागाल्यान्डबाट आउनुभएको र उहाँले पिक्चर गर्नुहुँदैछ र हाम्रो अर्को गाडीमा चाहिँ म चाहिँ यहाँ ज्यादा टाढो टाढोको सँग पढेको छु र अर्को गाडीमा चाहिँ यहाँ लोकल पार्टी चाहिँ सबै यहाँ क्रिएटामा हुनुहुन्छ क्रिएटाबाट झर्नुहुँदैछ यहाँ हाम्रो लोकल पार्टीहरू चाहिँ लोकल सर म्याडमहरू चाहिँ अनि अझै हाम्रो एउटा गाडीमा छ त्यो अगाडि गएको छ नि पछाडि छ त्यसमा पनि हाम्रो फ्याकल्टीहरू नागाल्यान्डहरूको र एक दुईजना हाम्रो यहाँ लोकल पनि हुनुहुन्छ र यस्तो छ हेर्नु चाहिँ यही हो हेर्नुपर्ने यहाँबाट चाहिँ तपाईँको यहाँ दोकानमा एकछिन झरेर हाम्रो नागाल्यान्डको सरले यहाँ सपिङ गर्नुहुँदैछ हेर्नुहोस् यहाँ चाहिँ के पाउँदो रहेछ भन्दा चाहिँ ग्रोभ्सहरू यसरी यहाँ सनग्लास अब हिउँमा आँखा बिग्रिँदा रहेछ ग्लासहरू लाउनु भनेर सनग्लासहरू पाउँदो रहेछ त्यहाँदेखि मफरल के रहेछ टोपी रहेछ टोपी क्याप है यहाँ हाम्रो सेल गर्नुहुने glove is not necessary, na? It's सर्ट त प्रिपेयर आउनु भएको रहेछ सबै हेर्नु त अनि क्यामेराहरू यहाँ ब्लग बनाउँदै गरौँ पिका सरले रोटी आलुदम अन्डा र यहाँ छङ्गुको यहाँ बजारमा यहाँ हाम्रो टिमहरू
अहिले चाहिँ हामी अब हाम्रो फर्स्ट डेस्टिनेसन बाबाधाम आइपुगिसकेको छु र हेर्नुहोस् बाबाधामको चाहिँ अब यस्तो छ यहाँको अब तपाईँको कस्तो छ बाबाधाम अनि यहाँ अब हिमालहरू या हिउँहरू परेर कति यहाँ नबिल्लेको त्यस्तोहरू छ बाबाधाम अनि यहाँ तपाईँको वासरुमहरू रहेछ अनि यहाँ चाहिँ तपाईँको बाबा हरभजन सिंह पहिला अब उयो त यादै छ होला तपाईँलाई हिस्ट्रीहरू त अब उहाँ त यहाँ ड्युटी अन ड्युटी चाहिँ खसेर पनि ड्युटी बादमा पनि उहाँले ड्युटी गर्नुभयो भनेर चाहिँ उहाँको यहाँ उहाँले रिटायर भएर पेन्सनहरू पनि थाप्नु हुँदैछ अहिले हो यहाँ गिफ्ट सप रहेछ सबै अब टुरिस्ट हरभजन सिंहको यहाँ अलिकति हिस्ट्री यस्तो गरेर लेख्नु भएको रहेछ Do you want to take picture? Yeah, can you please? Yeah. यो चाहिँ हाम्रो टिम नागाल्यान्डको उहाँले हाम्रो मलाई फोटो खिचिदिनु भन्नुहुँदैछ नागाल्यान्डको टिमहरू सो उहाँहरूको फोटो खिचिदिँदैछु घुमिरहनु भएको थियो अरे है यतैतिर सर्ने हेलो अहिले भने चाहिँ हामी अब यो साइड चिनकै दृश्य एउटा यहाँ चाहिँ हिउँ खेल्ने बरफ खेल्ने ठाउँमा आइपुगिसकेको छु र यहाँ हेर्नुहोस् अब सबैजना बरफ के त के भन्नु अब हिउँमा इन्जोय गर्नु हुँदैछ यहाँ एकदम त्यही त उहाँहरूले चाहेको यही नै हो यहाँ त तपाईँ हाम्रो टिमबाट हिउँ खेल्नु थाल्नु भइसक्यो Come up. No, my shoe will get wet. Everyone is going with those shoes only. Yeah, they don't know. And mine's are just leather, na? You can go. Actually, these are better. No, I can you get a better grip with these things. Yeah, these are not suitable. Yeah, these are not. भित्र पानी पस्छ हो त पस्दैन यसमा पस्दैन स्केचर चाहिँ हैन यो हैन यो माथि माथि लाँदा हुन्छ कि भित्र त हुँदैन डुब्न अब यस्तोमा यु क्यान गो अप अप ए हजुर ए जम्मेको रहेछ नि जाँदा हुन्छ छङ्गु झिल आइपुग्यो र यहाँ त हेर्नुहोस् हाम्रो याक म त खिच्दिनँ फोटो खिच्नु चाहिँ एक वान आएको सर्ट लिएर छ इन्ट्रेस्टेड डु वान्ट टु क्लिक पिक्चर हेर्नुहोस् यहाँ चाहिँ छङ्गु झिलमा आइपुगेर चाहिँ अब यहाँ हाम्रो एकजना नागा सर यहाँ याक राइड गर्छ भन्नुहुँदैछ हो म त याकलाई देख्दै माया लाग्छ यस्तो छ हो कसरी राइड गर्नु यो तपाईँको छङ्गु झिल हो छङ्गु लेक हाम्रो यहाँ हाम्रो सिनियर एकाउन्ट अफिसर एसटिजेडपी गान्तोकको सर हुनुहुन्छ जिल्ला गान्तोक र यो चाहिँ छङ्गु लेक हाम्रो यहाँनिर चाहिँ आर्मी एरिया छ स्ट्रिक्टली नट इन्भिटेसन प्लिज यसो आर्मी एरिया भइहाल्यो
यो चाहिँ आजको यहाँ छङ्गुको भ्यू हेर्नुहोस् भ्यू यस्तो छ यो तपाईँको माथिको भ्यू हो यो चाहिँ तपाईँको तलको भ्यू हो यो चाहिँ यहाँ तलको भ्यू हो साथी हो अब चाहिँ यहाँ चाहिँ बरफ यहाँ चाहिँ हिउँ पर्नु थाले स्नो गुड यहाँ हिउँ पर्नु थाले अब चाहिँ हेर्नुहोस् है हिउँ पर्नु थाल्यो हो क्यामेरामा आएको छैन राम्रोसँग अनि म तपाईँलाई कहाँ देखाऊ भन्दा चाहिँ यो छानाहरूमा बजेकोले मात्रै अलिक थाहा पर्छु हिउँ यसरी त हिउँ पर्छ हो हिउँ पढेको देख्नु भएको थिएन भनेर यो चाहिँ असिना चाहिँ यो चाहिँ असिना जस्तै हुन्छ तर यो त अलिक मसिनो र अलिक कम्ती फोर्सले पर्छ यो त अब असिनाले त अब निकै हुन्छ तर यो त कम्ती फोर्सले पर्छ हो आज त तर राम्रो दिन भएछ हाम्रो किनभने हिउँ परेको पनि देख्नु पायो घाम लागेको पनि पायो यहाँ अर्को गाडी हाम्रो भर्खर आइपुग्दैछ यहाँ चाहिँ हाम्रो यहाँ लोकलै सरको हुनुहुन्छ हाम्रो यहाँ मदन सरको गाडी भर्खर आइपुग्यो यहाँ चाहिँ मदन सरको गाडी यहाँ सबै हाम्रो यहाँ चाहिँ हाम्रो एकाउन्टेन्ट सिनियर एकाउन्टेन्ट सरहरू मात्रै हुनुहुन्छ यस्तो छ यहाँ चाहिँ हाम्रो म्यामहरू फोटो खिच्दैछ हेर्नुहोस् हिउँ पर्दैछ हेर्नुहोस् है यहाँ हिउँ झरेको यहाँ लेकभित्र हो यहाँ छङ्गु लेकभित्र चाहिँ हिउँ झर्दैछ यसरी र आज चाहिँ हामी राम्रो दिनमा आएछ है किनभने बिहान आउँदा घाम पनि लागिरहेको थियो अब चाहिँ हिउँ पनि पर्दैछ हो अब हामी जानु भन्नु चाहिँ अहिले भने चाहिँ हामी लन्च गर्नु लागि यहाँ छङ्गुदेखि अलिक मुनि होटेलमा यहाँ रोकिसकेको छु र हाम्रो गाडीहरू सबै यहाँ आएर पनि झरिसक्नु भएको छ एउटा गाडी आउनु बाँकी छ र यो होटेल चाहिँ यस्तो रहेछ यहाँ चाहिँ अप्सन पर्क बिफ भेज तिनटै रहेछ पर्क बिफ चिकन एन्ड भेज यहाँ सबै लन्चको लागि बसिसक्नु भएको छ त्यही त यहाँ चाहिँ हाम्रो खाना रेडी हुन थालेछ नि खाना रेडी हुन्छ आमा यहाँ चाहिँ असिना पर्नु थाल्यो यहाँ छङ्गुको क्लाइमेट त के हुँदो रहेछ नि एकैछिनमा घाम लाग्दो रहेछ एकैछिनमा पानी पर्दो रहेछ एकैछिनमा यसरी असिना आउँदो रहेछ रोड त हेर्नुहोस् त अब त्यही त आउँदो रहेछ हो होइन हामी असिनामा अलिकति फोटो खिच्छ नि त एकैछिनमा असिनामा हेर्नुहोस् असिनाले हिर्काएर हिरो हाम्रो असिना इन्जोय गरिरहेको छ हो ठुल्ठुल्का नाममा गाइस यहाँ चाहिँ हाम्रो यहाँ नेचुरल कार वास रहेछ हो डाइरेक्ट पाइप झर्नाबाट तानेको यहाँ माथि यसरी हाम्रो यहाँ गाडी हुनेलाई त यसरी पानीको त साह्रै माया लागिहाल्छ पानीदेखि कि त गाडी धुनु मन भइहाल्छ नि त पानीदेखि कि त नि गाडी हुनेलाई त धुनु मन लागिहाल्छ नि यसरी पानीदेखि कि त हेर्नुहोस् त तपाईँहरूको यहाँ पानी दुःख भएर कस्तो हुन्छ नाम्चीतिर गान्तोकतिर यहाँ हेर्नुहोस् पानी आम्मामा यसरी बगिरहेछ आएको छ हो हामी त एकछिन रेस्ट हुँदैछ त्यति जेलसम्म यहाँ कार वास हुँदैछ बाटोमा यहाँ हामी यसो चिया खाँदै यहाँ बाटोमा यसरी रेस्ट छ हो अनि यहाँ हाम्रो गाडी चाहिँ अलिक मैला भएर पानी देखेर मैला त होइन खास चाहिँ पानी देखेर लोभले चाहिँ यहाँ गाडी धुनु थालेको खासमा हामी आएको चाहिँ हो यसरी गाडी धुनुपर्छ यो अर्को गाडी चाहिँ यो हाम्रो सरहरू यसरी बसिरहनु भएको छ
र यहाँ सिकोनमा हामी चाहिँ ब्याक फ्रम फिल्ड वक छङ्गु फिल्डबाट आइसकिसक्यौँ र हेर्नुहोस् अब यहाँ हामीलाई यहाँ टीहरू राखिदिनु भएको रहेछ र अब चाहिँ हामी चियाहरू खाएर अब चाहिँ रुममा जाँदैछु र अब एकछिन रेस्ट गरेर 8 साढे 8मा फेरि हामी डिनर गर्न आउनुपर्ने छ र आजको फिल्ड भ्यू चाहिँ हाम्रो एकदम राम्रो भयो किनभने आज घाम पनि लागेको थियो पानी पनि पऱ्यो हिउँ पनि पऱ्यो असिना पनि पऱ्यो र सबै कुराको बढे फगिङ पनि लाग्यो सबै कुराको मिक्सअप भयो र हेर्दै एकदम फुल प्याकेज भएको थियो फिल्ड ड्युटी र थ्याङ्क यू फर वाचिङ माई भिडियो थ्याङ्क यू अल